सो हेलो एन्ड नमस्ते गाइस, वेलकम ब्याक टु माई च्यानल। सबैलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ म इटहरीमा छु। इटहरीको गर्मी सहन नसकेर धनकुटातर्फको यात्रामा म अगाडि बढिरहेको छु। बिचमा धरान त भेटिने छँदैछ। आजको यात्रामा अब अगाडि बढौँ। ल लेट्स गो गाइस। र त्यही हो गाइस, बाटो चाहिँ फेरि बवाल छ अहिले इटहरी धरानको बाटो। सरर जाने हो अब गर्मीमा हावा खाँदै। त्यही हो, अब धेरै समयपछि बनेको छ बाटो। इटहरी धरान त 10-15 मिनटको बाटो भएको छ अहिले। ओ माई गड, वाट अ भ्यू! डर लाग्यो माई लभ। ओ माई गड, यतिको बाटोमा चाहिँ राइड गर्न बवाल मजा आउँछ क्या गाइस। ल यो हो नि त ट्याक। सो त्यही हो गाइस, अहिले चाहिँ ट्याक्क धरान पुगिसकेँ। अब धरानबाट भेटारको उकालो बल्ल हल्का शीतल हुन थाल्यो नि त। अब भेटारको उकालो लाग्ने भन्ने बित्तिकै मौसमै अर्को, माहौलै अर्को। त्यही हो गाइस। ल सरर अगाडि जाऊँ। भेटारको चिसोले प्रत्येक सेकेन्ड हामीलाई आनन्द दिइराखेको छ। जति अगाडि बढो त्यति चिसो भइरहेछ, मजा आइरहेछ गाइस। अब चाहिँ अगाडि बढौँ है त। ल मजा आइरहेछ। देखेको भए हुन्थ्यो तिमीलाई मेरो चेक गर्नु न मलाई, मेरो लाइसेन्स केही पनि छैन। सो त्यही हो गाइस, धरानसम्म आउँदाखेरि यस्तो पौडी खेल्न मन लागिरहेको थियो, यस्तो गर्मी थियो। यहाँ आएपछि त जाडो 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 हुन थाल्यो। जति उकालो चढो त्यति जाडो हुन्छ। लेट्स होप नमस्ते झरनामा चाहिँ गर्मी नै होला सायद, अलिक कुहिरेमै पर्छ। यस्तो जाडो भयो भने त आएको मजै आउँदैन नि यार। जति उकालो जाडो भइरहेछ, त्यहाँसम्म पुग्दा त गर्मी नै हुनुपर्छ गाइस। हेरौँ कस्तो छ माहौल, कस्तो छ त्यहाँको। यहाँ त पानी नै चुहेला जस्तो भइसक्यो यो भेटारमा त। हेत्तेरी, भेटार पुग्न लाग्यो, पानी नै चुहेला जस्तो भइसक्यो गाइस। अब हेरौँ, नमस्ते झरना पुगिसकेपछि चाहिँ गर्मी हुनु पऱ्यो गाइस। ल बवाल मजा आइरहेछ राइडको। धरानको त्यस्तो गर्मी भेटारमा यहाँ चिसो भइसक्यो। हेरौँ नमस्ते झरनामा कस्तो छ। विराटनगर इटहरीदेखि पौडी खेल्नको लागि भनेर हामी धनकुटाको यात्रामा निस्केका छौँ। भेटारमा आएपछि चिसो, धरानसम्म गर्मी। ल सायद अब नमस्ते झरनामा चाहिँ गर्मी नै होला गाइस। लेट्स गो। ल लामो यात्रा, जाडो गर्मीपछि फाइनल्ली हामी नमस्ते झरना आइपुगेका छौँ गाइज। अब गर झ्यामझुम लुगा खोलेर झ्यामै पौडी खेलिदिने हो तालमा। ल त्यही हो, बल्ल बल्ल त्यही हो, नमस्ते झरना आएको। गर्मीले चाहिँ मार्ला है। चिसो पानी होला, अब हानिदिने हो साथी। हामीलाई यतिको भयो भने पौडी खेल्न पुगेको नि। त्यही हो गाइस, धरानको गर्मी, भेटारको चिसो खप्दै आएको। यहाँ पनि चिसो होला भने ठानेको, यहाँ त लास्टै गर्मी रहेछ, वाइल्ड गर्मी रहेछ। मजा आउने भयो अब। ल अब चाहिँ बल्ल मजा आउँछ। झर्ना आइसक्यो हामी। अब ट्याक्कसँगले लुगा सुगा खोलेर झ्याम्मै हाम फाल्ने भनेको गाइज। छैन ताल, छैन के गर्ने र, ताल छैन। बिजोकेर बाढीले बगाइदिएछ अरे ताल। यसरी ट्याक्क यहाँबाट खोलेर लगिदिइहालेछ। अब ताल छैन, अब यसो भिज्ने मात्रै वातावरण भयो। कस्तो
यस्तो स्विमिङ अहिले चाहिँ ट्याक्कै नमस्ते धर्नामा छु। कता हिँडेको बिजुली भएर। हेलो कता कता त्यसको ल ल जाऊ 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 जाऊ। हो नि त मजा, ताल नभए पनि झर्नाको मजा लिएर जाने हो। साथी के बनाएको? अब यस्तो हो, अब हर्क दाइले चाहिँ ढुङ्गा बोकेर घरन बनाउनु भयो। अब म चाहिँ ताल बनाउनु लाग्दैछु। साथी श्रमदान गरेको होइन हर्क दाइको घरानमा? ल साथी श्रमदान गर्नुपर्छ हर्क दाइले जस्तै। गाइस अहिले चाहिँ हामी नमस्ते झरनामा छौँ। नमस्ते झरनाले नमस्ते गरिरहेछ होइन। मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ। ल ल ल ल ल आइ के हो साथी? ल गाइस झरनामा खेलियो, रमाइलो गरियो, धेरैभन्दा धेरै रमाइलो गरियो, भिजियो। पौडी चाहिँ खेल्न पाइएन, अलिकति दुःख चाहिँ लागिरहेको। त्यही पनि नेक्स्ट टाइम फेरि पनि पौडी खेल्न जानेछौँ हामी त्यहाँ। अहिलेको लागि चाहिँ भने हामी फर्किसकेका छौँ। अब समय पनि बेलुका बेलुका बेलुकातिर पुग्न लागिसक्यो। अझै पनि धरानमा गएर चाहिँ नि श्रम संस्कृति पार्क चाहिँ एकचोटि भिजिट गरेर जाने भन्ने हाम्रो प्लानिङ भएको छ। त्यही भएर अब हामी सकेसम्म छिटो फर्केर श्रम संस्कृति पार्क जाने कोसिस गरिरहेछौँ। अब धरान झरिसकेपछि फेरि गर्मीको त कुरै नगरौँ, गर्मी फेरि सुरु भइसक्यो। अब फेरि त्यहीँ झरनामा गएर फेरि मस्तसँगले पानीमा भिज्न रहर लागिसक्यो। तर के गर्ने, अब हामी फर्किसक्यौँ। अब हामी सिधै जान्छौँ श्रम संस्कृति पार्क धरान। अब भित्र बसेर श्रम संस्कृति पार्कभित्र गएर मजाले घुम्न चाहिँ पाइँदैन होला। अब ढिलो 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 नै हुन थालिसक्यो। इटहरीमा पनि थोरै काम छ। अब सकेसम्म हामी बाहिरैबाट सरर एक राउन्ड हेर्छौँ के रहेछ त्यहाँको माहौल, श्रम संस्कृति पार्कको विशेषता के रहेछ सरर एकचोटि हामी देखाउनेछौँ। त्यसपछि फेरि हामी फर्किनेछौँ इटहरीतर्फ। अहिलेको लागि चाहिँ भने हामी जाँदैछौँ हाम्रा आदरणीय मेयर हर्क साम्पाङ राईज्यूले श्रम मार्फत बनाएको नेपालको मात्रै होइन विश्वकै एउटा नमुना पार्क, जहाँ चाहिँ श्रमदाताहरूले श्रम गरेर बनाएको पार्क श्रम संस्कृति पार्क हामी फाइनली आइपुगेका छौँ। धेरै राम्रो, धेरै 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 राम्रो पार्क बनाउनु भएको रहेछ हाम्रो हर्क साम्पाङज्यूले। एउटा खोलाको बगरमा यत्तिको ठाउँ बनाउन चाहिँ कसैले पनि सायदै सोच्ने थियो होला मान्छेले।
त्यही हो गाइस, हाम्रो श्रम संस्कृति पार्कलाई चाहिँ एकदमै छोटो मिठो भ्रमण गरेर अब चाहिँ म फर्किन लागेको छु इटहरीतर्फ। आजको दिन एकदमै रमाइलो भयो, एकदमै रमाइलो। धरान, धनकुटा, भेडेटार एकै दिन हामीले घुमेर भ्याइदिइसकेका छौँ। फाइनल्ली अब हामी इटहरीतर्फ जाँदैछौँ। आजको हाम्रो भ्रमण चाहिँ यहीँनेरि टुङ्ग्याउँदै हाम्रो हर्कदाईको श्रम संस्कृति पार्कमा आजको हाम्रो भ्रमण टुङ्ग्याउँदै अब हामी ब्याक टु द इटहरी फर्किँदैछौँ। गाइज, यति बेलासम्म हेरेर साथ सपोर्ट गरिदिनु भयो, धेरै धन्यवाद। च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। यस्तै माया सधैँभरि दिनु होला। फेरि पनि ब्लगहरू आउँदै गर्नेछन्।